प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को पहिलो हुने निर्वाचित हुने एपीटीपी तर्फ मतगणना सम्पन्न भई परिणाम समेत घोषणा भइसकेको छ। समानुपातिक तर्फ आज बिहानसम्म 12-13 निर्वाचन क्षेत्रहरूको प्रक्रियामा थियो गणना। त्यो बाहेक अरू सबै निर्वाचन क्षेत्रहरूको परिणाम आइसकेको थियो। अहिले भर्खरसम्म बुझ्दाखेरि 3-4 वटा निर्वाचन क्षेत्रमा प्रक्रियामा छ। आज लेट नाइट अथवा भोलि बिहान दिउँसोसम्ममा सबै निर्वाचन क्षेत्रको आइसक्छ भन्ने जानकारी आएको छ। सम्भवतः अहिलेसम्म सबै निर्वाचन क्षेत्रमा सम्पर्क त हुन सकेको छैन। 4-5 वटा निर्वाचन क्षेत्रमा प्रक्रियामा छ। आज रातिसम्म भोलिसम्म परिणाम आइसक्छ र अन्यको हकमा सम्पन्न भएको जानकारी आएको छ। अन्तिम नतिजा भोलि बिहानै अथवा दिउँसोसम्ममा आइसक्छ भन्ने हाम्रो अनुमान छ।